अर्को कविता यतापट्टिलाई डेडिकेसन। थोपा थोपा पानीको थोपा है, थोपा। यतापट्टिलाई पनि है थोपा। न्यानो छँदै झर्न देऊ बग्न देऊ। न्यानो छँदै म न्यानो छँदै झर्न देऊ बग्न देऊ। धेरै चिस्सिए भने असिना हुन्छु, अनि असिना हुँदा कथा बेग्लै हुन्छ। न्यानो छँदै बग्न देऊ झर्न देऊ। मणि सर बोर भएको छ कि अगाडि बढे। बाँसुरी फुट्दैमा कहाँ फुट्दो रहेछ र धुन। बाँसुरी बाँसुरी फुट्दैमा कहाँ फुट्दो रहेछ र धुन। पुरै बाँसघारीको सुसाइमा अनुदित भएर आउँदो रहेछ। खण्ड खण्ड ग्लानीको महाकाव्य भएर बाँसुरी फुट्दैमा कहाँ फुट्दो रहेछ धुन। धुन तपाईँ बाँसुरी फुटाएर, अब हामी त गाउँमा हुर्किएका मान्छे है, कृष्ण सर पनि गाउँमै हुर्किनु भयो भन्ने मेरो बुझाइ छ। हामी सबै गाउँले नै हौँ। हामी गाउँका घरहरूमा भगेराहरूसँगै हुर्कियौँ। भगेरासँग हुर्केका हामी। छाना हुँदो, धुरी हुँदो, भकारी हुँदो भगेराले गुड लगाए, बच्चा कोरले र हुर्किए। त्यो स्मरण गरेर एउटा कविता बनाएको छु। मेरा उसका भगेरा। मैले मेरो घर बेच्दा, घर बेच्यो, कोल पुराइयो, घर बेचेर बसाएँ। मैले मेरो घर बेच्दा लिखत गरियो, सही छाप लगाइयो, साक्षी राखियो, नगद गनियो। मैले मेरो घर बेच्दा लिखत गरियो, सही छाप लगाइयो, साक्षी राखियो, नगद गनियो। तर कस्तरी मेरो धुरीमा घर बसाएर अनेकौं छिमल सन्तान हुर्काएका मेरा भगेराहरू बिना कुनै कागज पत्र सुटुक्क उसका भए। मेरा उसका भगेरा। घर झगडा त पर्छ, भन्न पो मिल्दैन। घर झगडा त पक्का पर्छ। क्षितिज भाइ पर्छ कि पर्दैन, कि पर्ने बेला भएको छैन? घर झगडा पर्यो एक दिन मेरो पनि। हेर्नुहोस्, कविले त इमानदारीपूर्वक भन्नुपर्छ नि त समाजमा, लुकाउनु भएन। घर झगडा पर्यो एक दिन हैन। घर झगडा परेपछि अब आफ्नो घर झगडा परेको छ, त्यो बर पिपल सँगै उभिएको देख्दा पनि रिस उठ्छ नि त। घर झगडा परेपछि चोकमा तपिरहेका बर पिपलको बीचमा पर्खाल लगाइदिए। मेरो घरमा झगडा परेपछि चोकमा तपिरहेका बर पिपलको बीच पर्खाल लगाए। घरमा मुद्दा मिलेपछि पर्खाल भत्काए। केही ढुङ्गा भने नजिकै मौजदात राखी छोडेको छु। घर झगडा बुझ्नु भने कुरा। तिमी हिमाल हौ सलाम छ। तिमी हिमाल हौ सलाम छ, म जमिनको पानी। तिमी हिमाल हौ सलाम छ, म जमिनको पानी। थाहा छ तिमीलाई चुलिन उचाइ चाहिन्छ। म बिना गहिराई आफूभित्र तिम्रो सम्पूर्ण प्रतिबिम्बलाई समाहित गरिदिन सक्छु। तिमी हिमाल हौ सलाम छ, म जमिनको पानी।
रहर तपाईले बुझ्नुहुन्छ थोरै यसको केही कविताको त केही दार्शनिक पक्ष पनि होला हुन्छ कविताले भन्ने एउटा गर्छ अर्थ अर्कैतिर पनि लाउँछ कविताको स्वभाव हो रहर शीर्षकको कविता भन्छु भाइहरुलाई हाई आएको पनि हट्न सक्छ यो कविताले रहर उडिरह्यो आकाशमा रहर उडिरह्यो आकाशमा म तिनीहरूका छायाको पछि लागे रहर उडिरह्यो आकाशमा म तिनीहरूका छायाको पछि लागे उनीहरूले क्षितिज छुँदा मैले जीवनको किनार छोएछु रहरहरूले क्षितिज छुँदा मैले जीवनको किनार छोएछु कहिल्यै भेट भएन हाम्रो रहर र उमेर को कविता सुनाए अब म एउटा तपाईहरुलाई एउटा कुरा भन्छु शहीदहरु धेरै भएको देश हो यो शहीदहरुको शहादतले धेरै ठुलठुला परिवर्तन गरेको देश हो यो ती शहीदहरु प्रति एउटा कविता लेखेको छु तर तपाईले सोचे जस्तो लेखिन मैले अर्कै लेखेको छु यो कविता मन पर्यो भने ताली मार्नु है मन परेन भने म आफै ताली मार्छु फेरि शहीद की विधवा को कविता हो शहीद की विधवा शहीद हुनुभयो कोही उहाँको विधवा श्रीमती घरमा हुनुहुन्छ र सानो छोरासँग संवाद छ यो कवितामा र आमाले भन्नुहुन्छ उहाँ शहीद की विधवा उहाँ चाहिँ छोरालाई भन्नुहुन्छ बाबु तिम्रा बुवाले रगत बगाए बाबु तिम्रा बुवाले अलि सुनिन तिम्रा बुवाले रगत बगाए जमिनमा दाग देखियो उनी शहीद भए आमाले भन्दैछन् तिम्रा बुवाले रगत बगाए जमिनमा दाग देखियो उनी शहीद भए मैले जुनीभरि आँसु र पसिना बगाए मैले जुनीभरि आँसु र पसिना बगाए जमिनमा दाग देखिएन म बहुलाई भए अब पोखरातिर लान्छु अब पोखरा इलाम पुर्याए महाकाली पुर्याए घर झगडाको पोल खोले अब फेवातालमा मिलाइयो पनि मुद्दा तर ढुङ्गा राखिराखेको छ नि पर्खालाले फेवातालमा स्निग्ध माछा पुच्छेको सुन्दर छाया फेवातालमा स्निग्ध माछा पुच्छेको सुन्दर छाया सबैले देखे त्यही तालमा किनारमा सुकेको बुढो रुखको छाया पनि त पर्छ त्यसलाई सायद कसैले पनि देखे